हेलो नमस्ते सबैजनालाई। आजको भिडियो युकेमा हुनुभएको सम्पूर्ण नेपालीहरूको एउटा बिगेस्ट इभेन्ट गोर्खा कप 2025 को रहेको छ। अनि यो एकदमै राम्रो मे महिनाको फुलसँगै म चाहिँ रेडी हुन लागिरहेको छु। पछाडि चाहिँ मेरो प्यारो निस्यो मेरो बच्ची हल्का आफूलाई चाहिँ प्रिपेयर गर्दैछु। मैले हल्का भोल्युम उठाउने गरेर कल गर्न लाग्यो। अनि यो चाहिँ मैले स्ट्रेट गर्न पनि कल गर्न पनि यही युज गर्छु। यो बेबिलिसको हो अनि एकदम राम्रो आएन, मेरो एकदम फेभरेट भयो होला। 5 वर्ष जति मैले यो युज गर्न लागेको। ऐना नहुँदा चाहिँ अलि गाह्रो हुँदो रहेछ सानो ऐनामा हेर्दाखेरि। अनि पार्टिसन गरेर कपाल यता बटारी अनि चिया खाएर ब्रेकफास्ट चाहिँ खाइसक्यो हामीले। अनि 10 बजिसक्यो, 11 बजे निस्किने भन्ने प्लानिङ छ खासमा। अनि यो कपालहरू बनाइसकेर हल्का मेकअप गरेर त्यहाँ देखिन लायक हुने गरेर जान पर्ला भन्ने सोचिराखेर बिहानदेखि एकछिन भयो नि टाइम दिउँ न मेकअपलाई भनेर यसो पोत्न लागेको। बेबी र म रेडी भइसकेँ। मेरो चाहिँ फर्स्ट टाइम हो यो गोर्खा कप चाहिँ। हजुरको कस्तो? सेकेन्ड टाइम, थर्ड टाइम? फर्स्ट टाइम अझसम्म नगएको फर्स्ट टाइम हो गोर्खा कप। म त यता गयो होला भनेको त नगएर रहेछ। गएर त्यहाँ चाहिँ अब कपडाहरू किन्ने हेर्ने त होला। सुन किन्ने पैसा त बोकेको छैन, तर आजभोलि त ऊ ल्याउन नि सक्छ क्या, त्यो कार्ड रिडिङ गर्ने मसिन नै हुनसक्छ। सुन बेच्नेहरूले त ल्याउन सक्छ त्यहाँ। पैसा साटेर ल्याएको छु ल्याउनु त 150ले पुरा हुने, बरु बचाउने। कार्ड पे गर्ने ठाउँमा चाहिँ कार्डले पे गर्ने अनि त्यो गरेर बचाउनु पर्ला नि। साह्रै धेरै सामान नि नकिन्ने के अरे, अलि मन परेको त्यस्तै नेपाली सामानहरू पायो भने किन्ने। दसैँमा लाउने कुर्ताहरू पायो भने यसो राम्रो खालको पाएछ भने देखेर त्यही किन्नु पर्ला। अनि फुटबल हेर्ने त कुनै के हेर्ने हो? फुटबल त होला नि, भलिबल नि हुन्छ भने त भलिबल चाहिँ खै भलिबल हुनु पर्ने। भलिबल भयो नि भलिबल हेर्नु जाउँला। मलाई चाहिँ खासमा मार्केट हेर्नु मलाई स्टलमा मोमो नि खाइराखेको। हिजो म भर्खर खाएँ मोमो। के खान सकिन्छ त भन्दाखेरि नेपाली खाना अनि त्यस्तै। वेदर राम्रो भएछ मान्छे धेरै आउँछ होला जस्तो लाग्छ मलाई। कपाल सो अफ गरिदिएँ हो मैले चाहिँ हिजो कलर गरेर रेडी भएको त्यसै। वेदरले साथ नदिएर 8 दियो भने चाहिँ टेन्सन हुन्छ। हेलो नटी डग खाले। हेलो नमस्ते नटी डग खाले। कहाँ जानु लाग्यो तिमी? कस्तो राम्रो हेर त, भर्खर ठ्याक्क फुल्लेर बसिरहेछ। अगाडि पछाडि सबै त्यता। गुराँस नानी जताततै गुराँस नानीवाला रहेछ। कस्तो राम्रो हो आमा। ठ्याक्क गुराँसको सिजन भयो नि त अहिले, त्यही भएर यस्तो दामी देखिने रहेछ। सकियो गुराँसको वन। एउटै कलरको रहेछ कि फेरि जताततै। अघि वनतिर पनि यही कलर थियो, नो चेन्जेस। बाडै यसको बनाएको रहेछ। आसपास पाउन्ड रहेछ अहिलेको चाहिँ, आसपास पाउन्ड। अनि
पाउन्ड भनेपछि त कति करोडको कमाइ हुने भयो यहाँ चाहिँ पार्किङतिर जाँदैछु हामी पार्किङ पाउन गाह्रो छ अझै हामी अलिक टाढा छौँ यतातिर बिहान छिटो आउने यता पाएछ हामी त जङ्गलकै छेउमा पुग्ने भयो नि आऊ दामी देखेको नेपाल कप कति तारिकमा जुनको कति तारिकमा आर्मीको पनि यहाँ खेल्न आउँछ पछि कहिले आउँछ आर्मीको लाउरेहरूको यो पनि यो त बिल्डिङहरु पनि देखिन्छ यो फिल्ड खास कसको फिल्ड हो र यो फिल्ड यो चाहिँ आर्मीकै हो आर्मीकै यो आर्मी यो ग्यारेजन छ कि यहाँ पल्टीपट्टिका क्याम्प यताको पल्टीपट्टि ठुलो क्याम्प छ यहाँ आर्मीको हो यो धेरै रहेछ मान्छे टोयलेट त कता छ त सबभन्दा पहिला त त्यही भित्रै छ होला नि वी क्यान स्मेल फुड कहाँ हो टोयलेट यो टोयलेटको क्यू बेबी दिशा छ यतै आज कस्तो भिड छ लुङ्गीहरू त यो पनि कस्तो राम्रो कलरको रहेछ छनलाई लुङ्गी त नकिन्ने अहिलेलाई सिफोन साडीहरू लुङ्गी 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 कति बेला आएको सिङ्गापुरे लुङ्गी रे ए ग्रिन धेरै नरहेछ भेराइटी पातलो यो लुङ्गी हो रे यो ऱ्याप लुङ्गी भनेको होइन ऱ्याप लुङ्गी भनेको है ए ऱ्याप चाहिँ पर्सहरू रहेछ पर्स चाहिँ यस्तो जेडको के अरे उस होइन जेड भन्छ होइन यसलाई हजुर जेडको चुरा हजुरलाई मनपर्छ भनेको होइन अरे यो हेर्नु त यस्तो यो कस्तो राम्रो कलरमा रहेछ त कति रे यसलाई यो 60 को 60 कस्तो निकै महँगो नि कस्तो महँगो है कस्तो राम्रो रहेछ नि कस्तो 60 लास्ट एक्सपेन्सिभ पो लपुपुले हेर्दै हुनुहुन्छ यहाँ के अरे उसहरू फेरि 60 त लास्टै भयो कि त्यो पोतेहरू नि कस्तो राम्रो रहेछ त्यो मोतीको माला नि के आमाले मन पराएको थियो कि तर मलाई त मन पर्दैन कि यस्तो लाग्यो त मलाई त मनै पर्दैन मैले आमाको छ कि एउटा यस्तो तर मलाई त किन मनै पर्दैन त्यो मोती माला नि राम्रो रहेछ है रनलाई चाहिँ के हो धेरै किन्नु भएको आमालाई मनपर्ने खालको तर खै भुवा उठ्न थाहा पाउनु त फुपू हेर्छु त है म यहाँ सर कस्तो राम्रो सफ्ट खालको रहेछ कि छनलाई चाहिँ यो सबै कलरको रहेछ डेन्जर बाक्लो रहेछ नि हेर्नु त है मलाई त यो कलर पनि राम्रो लाग्यो पकेट हाल्ने स्टाइल नि डेन्जर रहेछ त कलरहरू सरी हाई कस्तो मजाको बाजा बजाउँछ अह यादा 100
सही रहेछ फेरि नेपाल यसो हेर्दाखेरि त नेपालै लिएर आछ होला नेपालको मेला लाज जस्तो हो के कति चाहिँ ड्युटीमा छ कति यो बाजा बजाएर कस्तो झन् अर्कै हो कि बिहा गरे जस्तो बिहामा जस्तो पो लाग्यो होला त के छ यहाँ लुम्बिनी बुटिक ल साडी जापानिज साडीहरू रहेछ हेर्ने हो र स्टल यहाँ पछाडि चाहिँ लुम्बिनी बुटिक जापानिज साडी भन्छ न यसलाई के हो यो चाहिँ राम्रो रहेछ कलर हजुरले हेर्नुभएको अनि पिङ्क यो साडीको 30 छ यो साडीको 18 छ 30 र 18 रे 30 18 रे हैन कुन चाहिँलाई 18 कुन चाहिँलाई 30 यो बोर्डर एउटा भयो पातलोलाई 18 छ ए यो सानोलाई चाहिँ 40 छ यो हाई बोर्डर छ खासै ठिकै ए मेत्रोहरू रहेछ नि त लुङ्गीहरू रहेछ यहाँ चाहिँ लुङ्गी मलको लुङ्गीहरू त्यो कालो होल्यान्डको लुङ्गीहरू रहेछ तर खासै ठिकै नि म ठिकै लाग्यो है राम्रो त्यो ठ्याक्क इन्ट्रीबाट आउँदाखेरि यहाँ चाहिँ स्टलहरू रहेछ टोयलेट गयौँ टोयलेटबाट फेरि स्टल हेर्दैछौँ हामीले अब यहाँ चाहिँ पछाडि बाजा छ साडीहरू चाहिँ यस्तै खालको सबै फुल प्रिन्टहरू वाला छ उता पोतेहरू रहेछ यहाँ भित्रको हेरौँ है झिलझिलवालामा रहेछ के यो वाला मलाई कस्तो निकै मन परेको थियो यो वाला तर यसको माथि घाँटीमा टिपिक्क हुने रहेछ यसको चाहिँ नि टिपिक्कै रहेछ घाँटी साइज छ यसको साइज हेर्नु त हजुर ए होइन पर्खे अहिले फुपूले हेर्नुहुन्छ फुपू चाहिँ यहाँ खतरा राम्रोसँग हेर्नुहुन्छ नि त होइन कि यसको यो चुक्क परेको छ त्यसको खुल्ला रहेछ भनेको ए यो पनि मलाई कस्तो मन पर्छ तर घाँटीसम्म यस्तो हुने रहेछ कि यो त मन पर्छ मलाई त्यस्तो मैले अरूले लगाएको देखेर कस्तो राम्रो लाग्थ्यो यो यस्तो होला माथिसम्म हुँदो रहेछ भनेको कि म यो त घाँटीमा छ मैले धेरै किनेछु ए यस्तो नि हुँदो रहेछ 25 रे यसलाई चाहिँ लेखेँ चाहिँ गोर्खा स्पेसल 25 ए त्यो हाफमा हेरौँ न एकचोटि है कस्तो राम्रो त सबै राम्रो रहेछ नि होइन झिली खालको यो कस्तो राम्रो हो र तर साह्रै साइनिङ के तर बुढाबुढीले चाहिँ लाउँछन् नि यस्तो त यो चाहिँ अलिकति लङ हुन्छ होइन त्यो आमालाई ठिकै होला नि पेट ढाक्ने भन्नु थुप्रो छ है एकचोटि सरर हो ए ल हो थुप्रो छ यहाँ यस्तो एकचोटि दाम त नि सरर दाम त नि है त्यहाँदेखि कुन ठाउँमा हो त्यहाँदेखि ठाउँको नाम फोटो खिचिराख्नु पछाडिपट्टिको हेर त एउटा लैदिनु पर्यो नि आमालाई एउटा त्यो होइन कि त्यो होला अर्को चाहिँ न्यानो होला साह्रै भुक्लु नि साह्रै मन खाएको मात्रै किन्ने कि फुपू राम्रो रहेछ यसको चाहिँ सबै खै फुपू हजुर कुर्ता जाम्न त मलाई चाहिँ त्यो यो यस्तो हाफ ज्याकेट हुन्छ कि कस्तो एउटा के ज्याकेट हजुर भएपछि जानु भयो नि त्यति बेला म राम्रो खालको जस्तो देखिने क्वालिटी नै राम्रो रहेछ 4XL हाफ ज्याकेट त्यो स्वेटरहरू त भनेको जस्तो कति धेरै
ल अर्कोमा जाऊँ न त नेपाली फुड्स किन्ने हो कि तर सबैले अलि डिस्काउन्टमा चाहिँ नहुँदो रहेछ पैसाहरू चाहिँ सबै अलि एक्सपेन्सिभ नै लाग्यो मलाई चाहिँ मैले सोचेको थिएँ कि लुङ्गी राम्रो रहेछ नि फुपू एकचोटि हेर्ने हो र कि लुङ्गी त के हेर्ने नि के रहेछ भिआइपी यो माछा कसरी हो माछालाई कसरी हो अरे माछालाई ठुलो माछालाई सानोलाई बुढ्नै माछालाई 35 रे त्यसलाई ए यहाँ लेखेको हेर्छ सुकुटीलाई बफको नेपाली फुड्स ल न त ओए यो तैँले मनपराएको जस्तो लाग्यो किन्ने हो र एउटा तर अर्कै नामको न सेन्टर फ्रेस किन्छस् ओ माई गॉड यो हेर्न सुन्तला मिठाई ओरेन्ज बल तर अलि डिफ्रेन्ट नेममा रहेछ नि ए यो रसिलो रहेछ नि त कसरी हो यसलाई 7 पाउन्ड यो एउटा रसिलो लैजानुपर्छ क्या हो कि यो त इमली बम त होइन न यो एउटा लेख्छु मैले यो एउटा लिन्छु है अनि होइन हेर्दैछु यता अचार अझ यो पनि रहेछ म्याङ्गो पनि के हो चाहिँ शिलाजित त्यही मात्र मैले त्यो मात्र लिने भयो क्यास हो दिनुपर्ने ल नभए कार्डबाट पे हुने भए चाहिँ कार्डबाट गर्नु पर्ला पैसा अलिअलि चाहियो भने 7 पाउन्ड हामीले यो एउटा अचार नै किने के हो यो चाहिँ भटमास र माछाको अचार ल 7 पाउन्ड अगेन ल यता अचार भन बेबी सबै नेपाली फुडहरू रहेछ पुरानो अहिले हामीले स्टलहरू चाहिँ एक्सप्लोर गर्दैछौँ फुपू मैले यो वाला किनेको हो कि ज्याकेट यो वाला यस्तो खालको यो किनेछु कि मैले के यो त अलिक डिफ्रेन्ट रहेछ नि त हेर्नु त सफ्टवाला रहेछ राम्रो खालको जस्तो छ कि मैले अस्ति किनेको त यस्तो खालकोमा किनेको मैले कति 16 टी-सर्ट यो चाहिँ राम्रो रहेछ यो वाला चाहिँ यो अलि सफ्ट खालको रहेछ 18 पैसा नि धेरै रहेछ नि 10 pounds for the इन्डियनहरूले नि बेच्दो रहेछ यहाँ चाहिँ पछाडि चाहिँ सबै यो चाहिँ इन्डियनको दोकान रहेछ अलि एक्सपेन्सिभ लाग्यो मलाई चाहिँ नर्मल भन्दाखेरि यो स्वेटर मैले खोजिरहेको छु यस्तो त मैले नि लाउँथेँ होला राम्रो रहेछ यो चाहिँ कहाँ गयो हेरेको राम्रो रहेछ नि त यो पनि राम्रो रहेछ एउटा माछा खायो अब सबै उठाएर नि यस्तोहरूमा नि रहेछ औ इयररिङ्सहरू खतरा रहेछ नि त होम टाइम यो बोर ओ गस यसलाई त्यसको ड्याडीसँग छोडिदिएर आउनुपर्ने के ऊ यो हो कि मैले खोजेको स्टाइल नै यस्तो राम्रो चिटिक्क परेको ब्याग रहेछ मलाई नि हेर्नु मलाई ब्याग हेर्नु न फुपू मैले यस्तो बनाउनु भनेको छु कि यस्तो राम्रो यो पर्पल यो वाला नि राम्रो रहेछ यो चाहिँ सही रहेछ यस्तो बलियो खालको रहेछ भित्री नहालेको सेन मात्र हालेको रहेछ ए कस्तो खुब चल्छ नि होइन यो भइरहेको के चप्पल भन्छ नि यो त चाइनिजहरूको जस्तो रहेछ क्या हो फुपू किन भन्दा हाँसहरू 100 रे त्यसलाई त यो पनि अहिले त पुरा डिजिटल्ली क्राफ्ट गरेको जस्तो छ क्या सबै अलि डिफ्रेन्ट ऊ छ क्या के भन्छ ओरिजिनल भन्दा अलिक डिफ्रेन्ट यो चाहिँ ओ माई गॉड लुक दिस वान नाइस सबै माडुलीहरू रहेछ सबै हैन सजिलो जस्तो लाग्यो कि एउटा गर्नु न यसको कति हो दिदी यसको कति हो यसको यो चप्पल
5 पाउन्ड लैजानु न एउटा बोके त राम्रो सजिलो म नि लैजान्छ क्या एउटा तर केमा बोक्ने त नि फुपू यहाँ चाहिँ बोक्नै गाह्रो ब्याग ठुलो ब्याग बोकेर ल्याउनु पर्दो रहेछ पछाडि बोक्नलाई यो 20 पाउन्डमा केटी होला एकदम राम्रो हुन्छ के हो त्यो चाहिँ टी-शर्ट र यो के ए ठिकै 10 छ पाउन्डको यो 20 पाउन्डको अहिले हामीले घटाएर सेलमा दिन्छ यो त ठिकै छ हजुरको स्टलको नाम के हो के कलेक्सन कता कता देखे जस्तो लाग्यो हजुरलाई त मैले त हो कि कता बोलेको नि एउटै देखे जस्तो लाग्यो हजुरलाई त मैले टिकटकतिर हाल्नुहुन्छ हो मैले कता देखेँ कि हजुरलाई यो चप्पल लिउँ न त पुगेको नि त ठुलो साइजको छैन अलि ठुलो छैन एउटै साइज हो र सबै ए कति साइज रहेछ त 37 त हुन्न मलाई त खै त आमा छोरी कता गयो नानीले त होम टाइम पो भन्दै थियो त कहाँ लैजाने हो त्यसलाई होम टाइम भन्नेलाई यहाँ पनि सबै क्राफ्ट कुराहरू रहेछ सबै पर्फेक्ट गिफ्ट आइटमहरू कस्तो राम्ररी बनाएको हेर्नु कख लेखेको ओ माई गॉड कस्तो राम्रो सबै त्यो बुनेको के त्यो सिलाएर त्यो ब्ल्याङ्केटहरू नि त्यसरी बनाएकै स्टिच गरेर बनाएको खै त कहाँ गयो त यो आमा छोरी हेलो नमस्ते नमस्ते सन्चै हजुर ओ ड्रेसमा कस्तो राम्रो भएर आउनुभएको मलाई बिर्सेछ सन्चै हुनुहुन्छ लियाना ह्यान्डसेक ह्यान्डसेक इग्नोर गरेको मलाई इग्नोर गरेको थियो ह्यान्डसेक बह उठाएर पनि निकाल पछि निकाल हजुरले त कस्तो राम्रो ड्रेस लगाएर आउनुभएछ हो र उके हेलो कता हो हेलो सन्चै छ भ्लग बनाउँदै हो भ्लग बनाउँदै हेलो नमस्ते विकेशजी कताबाट हो एक्लै आएको हैन बेच्नलाई त होइन न मलाई कस्तो याद आयो कि पहिलाको कसरी कोसँग हो त कम्पिटिसन खेल्ने आउनु त कसरी सुन्ने कस्तो माया लाग्दो हो एकचोटि गर्नु त हजुरले ल अलाउ छ भिडियो खिच्न अलाउ छ तर कति चाहिँ गर्नुहोस् थाहा छैन कति सक्छ ल ल ल ल मेरो पालो ल त्यो लास्ट पार्ट चाहिँ कट कट गर्नुपर्छ हजुर ल होइन तर हावा आएर है यस्तरी चाहिँ आउँछ कस्तो रमाइलो हो म त्यतिकै कस्तो याद आएको कि सानो हुँदाखेरिको ल थ्याङ्क यू खेल्नलाई मात्रै एक पे गर्नुपर्छ थ्याङ्क यू ओ लियानालाई ड्रेस अप गर्दै वाउ फाइनल्ली के रहेछ यहाँ यहाँ चाहिँ के रहेछ बास्केटबल म त यस्तै खेल्न नि मजा लाग्छ के हेलो हो र ए म त किन हजुरले मात्रै लाउनु भयो लियानाको त केही छैन भनेको त यस्तो राम्रो रहेछ झन् राम्रो रहेछ मैले खट्टा पिरो किनेछु के हो बेलुन किनिदिन्छ नि मैले देखेँ भने त तिमीलाई अहिले धेरै है सबै नेपाली कुराहरू नेपाली फेस्टिभल नेपाली हावा रुमा के गर्नु लाग्यो र यहाँ चाहिँ यस्तो राम्रो न यो चाहिँ कति छ यसको प्राइस यसको प्राइस कति छ नमस्ते यसको 50 हो तर ठिकै हो न राम्रो यसको प्राइस कति हो कसको यसको एउटाको 110 के छ अरु तर सब नेपाली हैन
कस्तो जानेको न यो त्यो सानो कुराहरू चाहिँ कस्तो मन पर्यो होला चाहिँ राख्नलाई नेपथ्यको 9 अगस्टमा रहेछ के गर्ने र यहाँ चाहिँ आर्ट रहेछ मनोज तामाङ आर्ट स्टुडियो लाइ कस्तो राम्रो रहेछ 280 को रे यो चाहिँ दामी दामी रहेछ 150 रे सही रहेछ यो चाहिँ राम्रो 130 लङ वाइड फ्रेममा 120 सबै स्वेटरहरूको चाहिँ घाम धुर्के पछाडि स्वेटरहरूको ओ येल्लो वाला राम्रो रहेछ त्यो चाहिँ रातो र चन्द्र सूर्य हेलो हाँस्दै छ बल्ल कस्तो देखिन्छ होला लयर एकातिर ट्राई गर्नु न तर उस के अरे हाल्नु पर्छ होला किन हो र साथीको होला है सोध्नु न साथीको यो हजुर हो र 70 हो 75 हुनु यसको 70 के अरे इच तर लाइट वेट रहेछ होइन हल्का नयाँ भएर अलिकति उयो हुनसक्छ रिङ्स यो रिङ्स कतिको लाग्यो मलाई चाहिँ बरु यो चाहिँ अलिक वेटिवालामा किन्नु होला हल्का हेर्नु साह्रै हल्का बाहिरबाट खोक्रो बनाएको रहेछ क्या अलिक यो कस्तो कुन काठकोले लाउँछ नि लिम्बूहरू लाउँछ क्या साथीको हमेला ल जाम त ओ माई गड तोङबा 65 रे एउटा गुन्द्री लिएर जाने फुपा थियो कि ओ माई गड कस्तो राम्रो त्यहाँ डोको आमा कस्तो राम्रो 5-6 को रे कस्तो लगम लाग्दो खालको रहेछ नि त यो भएर पेन्ट लगाएर त्यसहरू चाहिँ कस्तो राम्रो हो र म त यो एउटा लिन्छु क्या हो तर मैले ब्याग छैन के ब्याग छ र एउटा समात्ने केमा हाल्नु जान्छ के रहेछ उयो सानो डोको किन्न मन लाग्यो क्या मलाई त यो पनि किन्न मन लाग्छ तर नकिन्ने उयो किन्नु पर्छ क्या हेर्छु मैले ए होइन यो सानो के यो ओराउने कलर राम्रो यसरी राख्नलाई सजाउनलाई मेरो रुममा सजाउने यो के यो कलर यो उयो होला हेर्छु है म गएर बाँसुरीहरू नि रहेछ 15 पाउन्डको रहेछ यो चाहिँ सानो थियो कि 24 रहेछ यस्तो झुन्डाउन नि राम्रो हुने रहेछ यो चाहिँ हिलले कस्तो राम्रो छ नि हेर्दा यो चाहिँ यो वाला यस्तै झुन्डाउने कि डोको रहेछ चाहिँ नाङ्लाहरू पनि राम्रो रहेछ झन्डै 25 को त्रिशुल मलाई कस्तो मन पर्यो यो ठुलोमा भन्छस् म सानोमा भन्छस् म यो कति क्युट हो बस्ने कुरा आमामा यो धरी रहेछ चिम्टा मिस्काला डोको बोक्छौ र
पेरुङ्गा भन्ने अनि नाङ्लो भयो यो चाहिँ बिनायो रे त्यो खुकुरी पेरुङ्गा डालो छपनी थुम्से अनि हलो जुवा चुरुङ्गो पिरा डोको अनि ठेकी धनुकाँड कठुवा के हो सिकिप भन्ने आइयो होला यो सिप्री चिन्डी मेड इन नेपाल माई गड लभली सबै कस्तो उस हो क्या यो चाहिँ ढिक्की यहाँ चाहिँ यस्तो गऱ्यो भने चाहिँ टिक्किन 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 हुन्छ आमामा लडाइदिए सरी भत्की टिक्की 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 कस्तो माया लाग्दो रहेछ सबै कस्तो बनाएको कति आइडिया आएको यिनीहरूलाई जानेको कति धेरै कुरा छ हेर्नलाई एउटा मात्रै कुरा नभएर हतारमा छौँ हामी अलि अझै चाँडो आउनु पर्दो रहेछ तर होल डे छ हामीलाई अझै 2 बज्यो अझै आज त खासै छिटो रात नै हुँदैन त्यही भएर फाइनल हेर्नुपर्छ फुटबलको भित्र छिर्न पायो भने के अरे तर यति धेरै मान्छे देख्दाखेरि त म त भित्र छिरौँला जस्तो त लाग्दैन तमुदीले अर्गनाइज गरेको प्रोग्राम हो अहिले चाहिँ हामी भोका छौँ केही खाएको छैनौँ बिहान ब्रेकफास्ट टोस्ट खाएर आएको त्यही भएर अब चाहिँ हामी केही खान्छौँ नेपाली फुड स्मेल नाइस सेलरोटी र आलु रे यो त बिहामा खाए जस्तो लाग्छ होला मलाई त खासै हजुर ए हजुर हस् हस् ल यो चाहिँ आउँदा एकजना दाइले त्यो थमाइदिनु भयो यो चाहिँ युकेमा 20 जुनमा बाटो स्टार्ट हुँदैछ अरे हुन्छ pork momo 10 pounds, button set 10 pounds, pork only barbecue set 10 pounds, blue barbecue set 15 pounds, त्यसमा chicken wings, pork sekua, अनि त्यसपछि आलु दम चटनी अनि भुजा आउँछ है चुराकी भुजा आउँछ त्यसपछि हाम्रो आलु निम्की 8 pounds, चटपटे 5 pounds, सेलरोटी 3 pounds per सेलरोटी 57 है ल यस्तै बस्ने हो ठाउँ छैन राम्रोसँग पछाडि फुटबल चलिरहेको छ हामीले खाजा खाएर फुटबल हेर्छौँ एकछिन मोमो ट्राई गर्छु सुरुमा आकुम भाकुम सेलरोटी चाकुम खाँदै गएको थियो सिसार खान्छ मिसका सिसार ठिकै छ एकचोटि यो चाख्छु अनि त्यहाँपछि सिसार यहाँ अगाडि हुनुहुन्छ एकदमै दाजु उहाँले भन्नुभएको उहाँ जस्तो मान्छे हाम्रो देशले मलाई त लाउनु त लाग्छ तर ऊ जस्तो लगाएर हिँड्छ कुर्ताहरू सबै सेट होइन मलाई चाहिँ यस्तो चोलीहरू चाहिँ निकै राम्रो लाग्छ यस्तो बच्चाको कस्तो राम्रो रहेछ लास्ट टाइम किनेको वुलनको रहेछ सबै यो कलर हजुर ए म त होइन कुन चाहिँ म भयो भने देखाइदिन्छु यो चाहिँ पर्खिन है एउटै होइन र एउटै जस्तो देख्छु के अरे खै बक्खुलाई के अरे सिस्टर होइन म चाहिँ होइन उहाँ चाहिँ उहाँ हुनुहुन्छ यसको कति हो अरे चाहिँ बक्खुलाई
45 हो 46 अनलाइनमा मगाउँछ क्या हाम्रो छोरीले तपाईसँग देखाउनु पर्यो नि है किनेको मैले हाममा कति घिन्लाग्दो देखेछु खै मिलाइदियो भन त्यो ग्रिन नि कस्तो राम्रो है तर हामीले त लगाउँदैन त्यो त एउटा पनि दिँदैन क्या हो हजुर प्लास्टिक दिन्छ पुरै खिच्नु दिदी अलि टाढाबाट ल जा यसको चाहिँ सरी मिल्छ एक्सेल हो 42 हो यसको सलियो यिनीहरू त सबै उवाला रहेछ क्या बक्खु ए बक्खु के भन्छ ए फुर्र रहेछ अलि बेबी 30 मा हुँदैन नानी एउटा लास्ट पिस हो त्यो सल्भेटमा रहेछ दिदी एउटा मात्र खै एकचोटि त्यसको यसको चाहिँ अलि हेभी रहेछ यिनीहरू चाहिँ अलि हेभी यो पनि हेभी लाइन छ टन्नै यो यो कलर नि मन पराउनुहुन्छ क्या यो चाहिँ यो कलर मन पराउँछ आमाले अलि डार्कमा यो छ त यो कलर यस्तो कलरहरू मन पराउनुहुन्छ क्या आमाले यो 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 हो दामी रहेछ मोडा त हेर्न डाबको बस त यहाँ सिट डाउन गर बेबी लुङ्गीहरू रहेछ राम्रो लुङ्गी पायो भने चाहिँ पक्रिने हो यहाँ पनि रहेछ त हेर्छ लुङ्गे लुङ्गी त मलाई ठिकै लाग्यो यस्तो मान्छे रहेछ नि ठिकै थियो यो त आमाले लगाउने जस्तो खालको अलि उता त मलाई चाहिँ मेट्रोहरू कस्तो रहेछ र हेरौँ त राम्रो हाँस्छौँ किन्ने क्या ए यिनीहरू नि हातमा रहेछ यहाँ पर्सहरू रहेछ यो चाहिँ मेट्रो हेरौँ त कस्तो कतिको बाक्लो खालको हो कतिको बाक्लो कतिको त्यो वाइट छुट्टै पातलो पातलोमा रहेछ र ठिकै लाग्यो मलाई चाहिँ अर्को एउटा बाक्लो खालको हुन्छ ठुलो हेर्न एउटा के साह्रै राम्रो हो यार हाँटेको कस्तो भयो त आजको एक्सपिरियन्स ए फर्स्ट एन्ड लास्ट हो किन खासै मलाई खासै हेर्नु पाएन फुटबल नहेऱ्यो भने त फर्स्ट एन्ड लास्ट हो यो मेरो त फर्स्ट एन्ड लास्ट त होइन म अर्कोचोटि आउँछु म एक्लै आउँछु हामी चाहिँ अझै उता कुनामा पुग्नुपर्छ हाम्रो गाडीमा पुग्नलाई घर जानु लाग्यो अब यही हो फुटबल चाहिँ हेर्न पाएन साम्बालाई हेर्न मन लाग्थ्यो हेर्न पाउने भएन त्यही हो रमाइलो भयो फुड अनि नेपाली कुराहरू चाहिँ मजाले हेर्न पाएँ ब्याग लिएर आउनु पर्दो रहेछ अर्कोचोटि चाहिँ ब्याग फेरि ब्याग बोकेर हिँड्न चाहिँ लास्ट झ्या हुन्छ त्यही भएर नि सामान धेरै किनेन नत्र मलाई त्यो सानो डालीहरू किन्न मन लाग्थ्यो
जेसोबाट रमाइलो भयो धुलो धुलो भयो त टुडी खेल जस्तो नि यही हो टुडी खेल ऊ बस लिएर आएको एकजनाले ओ माथिबाट यो सब भयो ल फाइनल्ली होम टाइम कस्तो राम्रो भयो है दिन त हावा चलेको नचलेको यता ठिक थियो आज हावा त यस्तै त हो नि अब यता कति धेरै मान्छे आएको होला मामा धेरै मान्छे होइन यसपालि त मैले नि म नि आएँ नि त एकदमै रमाइलो भयो अनि फुटबल मात्रै होइन हामीले बेलुकाको कन्सर्ट पनि मिस गऱ्यौँ अनि दिउँसो र बेलुका एकैचोटि दुइटै दिनभरि बेलुकासम्म बस्न चाहिँ गाह्रो हुन्छ भन्ने थाहा भयो त्यो नेक्स्ट टाइम चाहिँ त्यो विचार गर्न पर्ला यति नै आजको भिडियोको लागि खुसी रहनुहोस् स्वस्थ रहनुहोस्